सो गाइस अब चाहिँ हामी लाग्यौँ खाजासाजा खाएर फिकलबाट उयो सामानहरू के छुट्यो कि नकिन्ने छुर्पी पनि के साह्रो आउँदै पछि छुर्पी लागेको लै गर्दैछ तर टिक्का चाम्रो नि हुन्छ चाम्रो नि हुन्छ नि चाम्रो छ मोमो भयो हुन्छ जता पनि राख्दा हुन्छ मोमो अन्त अनि एक्स्ट्रा पनि मगाएको छौँ नुडल्स हाँस्दै हुन खुट्टाको कस्तो छ हालत गुफा पातलले नङले के छ कस्तो छ म देखाउँछु ल मान्छेहरू धेरै गएको भएर मलाई पनि जानु मन परिरहेको थियो पहिलेबाट नै सो हामी चाहिँ यहाँनिर बोर्डरमा यहाँ चेकिङ भइसक्यो अनि चेकिङ गरेर हामी छिरिसकेको छौँ नि अब Hi everyone, this is Purnima Bantama and welcome back to my channel. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु भन्दै सो आज चाहिँ म कहाँ जानु लागेको छु भने चाहिँ गुफा पातल चाहिँ कहाँ रहेको छ भने ठ्याक्कै नेपाल र इन्डियाको बोर्डरको बिच भनौँ न मतलब ठ्याक्कै यहाँबाट पशुपति नगर छिरेर इन्डियाको बोर्डर क्रस गरेर मिरिक जाने बाटोमा रहेको छ सो म त्यही जाँदैछु म रेडी भएर आउँछु है सो अब म चाहिँ लागेँ माथि पुगेर भेटौँ है के हुन्छ म सबै देखाउँछु ल सो गाइस म चाहिँ गएँ ल तल पुगेर भेट्नुपर्छ लागे त्यसले मलाई पर्यटन पुऱ्याइदिन्छ म चाहिँ यहाँनिर मलाई चाहिँ बहिनीले यहाँ पर स्ट्यान्डसम्म छोडेको छ मैले चाहिँ मेरो साथीलाई पर्खिँदैछु ऊ आउँछ त्यस पछाडि हामी जाने म चाहिँ एकछिन पर्खिन्छु यहाँनिर बसेर म चाहिँ फेरि अटोमा चढेँ मैले चाहिँ मेरो साथी भेटेँ ल अटोमा ऊ चाहिँ यहाँ पर एटिएम गएको छ आएपछि हामी फेरि सर जाने आज चाहिँ हामी त्यहाँ पुगेर हुन त यो उसको र मेरो नै फर्स्ट टाइम हो त्यहाँनिर जाने चाहिँ गएको चाहिँ तापि चाहिँ के छ कस्तो छ म देखाउँछु ल मान्छेहरू धेरै गएको भएर मलाई पनि जानु मन परिरहेको थियो पहिलेबाट नै सो आज चाहिँ टाइम मिल्यो फाइनली हामी त्यहाँ पुगेपछि फेरि भेट्यौँ है साथी चाहिँ पर आउँदैछ ठुइ हलिँदै कमर हलाउ सोध्छौँ ल हामी भाइ पशुपति जाने गाडी पाउँदैन अहिले यहाँबाट पछाडि त परबाट चाहिँ पाउँछ होला नि परबाट पाउँछ होला नि बस पार्क जानुपर्ने छ बस पार्क जाउँ न त सो हामी फेरि बस पार्क लाग्यौँ आँखाबाट थाहा भइहाल्छ नि हाँस्दै छ कि छैन भनेर सो हामी चाहिँ यहाँ खाजा खान आएको छौँ गाडीले पल्टिँदा पल्टिँदाखेरि भोक लाग्यो नि त त्यही भएर हामी चाहिँ यहाँ खाजा खान आएको छौँ यहाँ खाजा खाएर हामी जान्छौँ डाइरेक्ट गाडीमा चाहिँ मान्छेहरू भरेको छैन त्यही भएर ड्राइभरहरूले चाहिँ मान्छेहरू पल्टिँदै हुँदैछ हामी चाहिँ यहाँ आइहालेको चाहिँ खानु भनेर भोक पनि लागिरहेको छ बिहान केही नखाइकन हिँडेको नि त त्यही भएर क्याफेमा आएको छौँ भनेर 4 आली क्याफेमा छौँ 4 आली क्याफेमा छौँ सो हामी चाहिँ अब खाजा खान्छौँ ल हामी चाहिँ गाडीमै खान्छौँ है एक रोल हाम्रोबाट लानु भएन रहेछ अस्ति लानु पर्दैन हामीले यहाँनिर अलपत्र पारेर हामी चाहिँ के भन्छ डाइरेक्ट पशुपतिको गाडी चढेको तर भाइले चाहिँ ठिकसम्म चाहिँ छोड्यो हामीलाई त्यही भएर यहाँबाट अर्को गाडी जाँदैछौँ हामी चढेर 100 रुपियाँ लाग्छ मेरो कतिको दियो पैसा यहाँनिर 300 फेरि अब के भन्छ फिकलबाट गाडी चढ्यौँ फिकलबाट पशुपति जानुको लागि हामी कति बजी हिँडेको हामी पहिले पनि पुगेको छैनौँ हामी हिँड्नु त हामी कति 9 बजे थियौँ म त 9 बजेको थिएन सो हामी चाहिँ यहाँनिर बोर्डरमा यहाँ चेकिङ भइसक्यो अनि चेकिङ गरेर हामी छिरिसकेको छौँ नि अब यहाँबाट चाहिँ हामी डाइरेक्ट गुफा पातल जाँदैछौँ उसको र मेरो चेकिङ भयो यहाँ बोर्डरमा त्यही भएर हामी गाडी पर्खिँदैछौँ कि यहाँनिर अन्त त्यस पछाडि नि त यहाँबाट हो हामी चाहिँ जाँदैछौँ
हाम्रो गाडी यहाँ छ हाम्रो प्राइभेट गाडी पर्सनल गाडी हाम्रो गाडीमा जाँदैछौँ अब हामी खै त्यो भाइले कता राख्यो गाडी हौ हुन्छ नि यहीँ बसौँ न 3 जना भइहालेछ हामीसँग 5 जना भइहाल्यो र यहाँ चाहिँ तपाईँहरू आएर गोटा सिस्टम पनि जानु मिल्दो रहेछ अन्त रिजर्भ पनि जानु मिल्दो रहेछ है हेर्नु वेदरहरू क्या राम्रो छ वाउ कस्तो शीतल छ हामी गाडी हेर्नु पर्खिँदा गरेर वक्कै लाग्यो त्यही भएर हामी हिँड्नु थालेको है हिँड्दै पुगिन्छ भनेर हामीले जोड गऱ्यौँ त्यही भएर हामी हिँड्नु थाल्यौँ अन्त जाउँ मिल्नु न यस्तो दुःख पाइन्छ भनेर मैले सोचेको पनि थिइनँ हामीलाई त यो दुःखै हो किनभने यहाँबाट गाडी पाउँछ भनेर भनेको अनि कि त रिजर्भ जानु पऱ्यो अरे गोटागन्ती जाँदा चाहिँ पर्खिनुपर्छ अरे त्यही भएर हामी चाहिँ हिँड्दैछौँ कस्तो लाग्दैछ आज रमाइलो मोर लागिरहेछ हिँड्दा भरे खुट्टाको चाहिँ हालत के हुन्छ उसलाई पनि थाहा छैन त्यो अनि अटोहरू पनि पाउँदैन रहेछ पाउँदैन त किन अनि सबै अनि यो बङ्गालीहरूको गाडीले अन्त उयो गर्छ रिजर्भ सो गाइस अब हामी हिँड्दैछौँ अहिले परको गएर भेटौँ है अब हामी हिँड्दैछौँ हाम्रो खुट्टाको हालत के हुन्छ त थाहा छैन गाइस आजको हाम्रो आयो कहाँबाट कहाँ हेर्नु न हो के सोचेको के भयो आज छ्या एकजना भाइले हामीलाई हिँड्दै गर्नु अहिले म आउँछु भनेर हिँडाएको हामीलाई हामी चाहिँ हिँडेकै नै भयौँ अब त्यत्तिकै पुग्नु लागिसक्यौँ है के सोचेको के भयो क्या जहिले यस्तै हुन्छ हाम्रो गाडी आउँदैछ के भयो यतिखेर आँसु पनि आउँदैन फाइनल हामीले चाहिँ गाडी भेटेर गाडी चढेर जाँदैछौँ गाडीको हेर्नु न हेर्नु दाजु पिसा गरौँ न ट्रेनिङमा त आउनु साह्रो म त सक्दिनँ हौ सो हामी चाहिँ आइसक्यौँ फाइनली हाम्रो गुफा पत्तर आइसकेको छौँ हामी चाहिँ अब जाँदैछौँ यहाँबाट यत्रो जानुपर्ने रहेछ हामीलाई गाडी भएको छोडेर जाँदैछौँ र हामी हिँडेको भए त यतिखेर यत्रो तर हामी हिँडेर कहाँ आइसकेको थियौँ नि कति हिँडेपछि हामी बल्ल आइसक्यौँ पातलमाथि चढेछौँ है गाइज पातलमाथि माथि चाहिँ फुल झऱ्यो भने फेरि मारिदिन्छु म हामी भैँसानु बस्नु पऱ्यो नि फुल यस्तो दुःख गरेर आएको छौँ हिँड्दैन गरेर हामी चाहिँ पातलमाथि पुगेर भेटौँ ल मान्छेहरू कति आउनु हुँदो रहेछ कति जानु हुँदो रहेछ हेर्नु त के छ ओ सेट अलिअलि रहेछ हेर्नु न हामी चाहिँ डन्ठामा चाहिँ हेर्नु आइपुगेछौँ क्या ढिलो भइहाल्छ नि त्यही भएर तिमीलाई मलाई अस्ति जाउँ भनेको कि होइन उयो यहाँ रहेछ फुलबारी हेर्नु न वाउ तर एकदम राम्रो लाग्यो क्यान सी द भ्यू वाउ नाइस किन टिकट सिस्टम हो र हो हामी 2 जना हेर्नु न कस्तो गति आराम भएर आइसक्यो यहाँ आउँदाखेरि त नि के फुकाउनु पर्यो नबनाउँ त अब हामी गाइस अब हामी यहाँबाट परसम्म पुग्छौँ होला अनि फर्स्टमा हामी टिकटक बनाउँछौँ भिडियो बनाउँछौँ टिकटक भिडियो त्यही भएर त्यस पछाडि हामी फेरि भेट्नुपर्छ ल ओए बनाउँ लु कस्तो दामी बनाउनु भनेर सोचेर आएको त के हो हेर त्यही रहेछ एक्सपेक्टेसन भर्सेस रियालिटी भन्छ आई थिङ्क यही हो कि सबै फुलहरू सकिसकेछ नि त लास्टमा आइसक्यौँ त हामी चाहिँ अस्ति आउने भनेको के भयो मिलेन त्यही भएर Keep watching. You can see guys, you can see the view. हेर्नु मान्छे कति धेरै आउन थालिसक्यो वाउ तपाईँहरू पनि आउन सक्नुहुन्छ गुफा पातल तर आज चाहिँ अब चाहिँ हिजो पानी परेर अरे सबै फुलहरू झरेको रहेछ झर्नु चाहिँ बट त्यस्तो धेरै नराम्रो पनि छैन राम्रो छ हेर्नु न मान्छेहरू यति बेसी आइरहनु भएको छ मजा भइरहेछ है हामीलाई चाहिँ ल यहाँ माथि टावर छ भइहाल्यो अन्त यहाँ फ्लावर्सहरू यहाँको स्पेसली फ्लावर चाहिँ हो कि ढिलो आए पनि जस
रमाइलो भइरहेछ। हामी चाहिँ यहाँबाट एकछिन टिकटक भिडियोहरू बनाउँदैछौँ। सो फेरि हामी एकछिनमा भेट्नुपर्छ ल। हेर्नु न यस्तो राम्रो छ यता यो फगी हेर्नु न कस्तो मजाले फगी लागेको क्या। मलाई पनि हेरिहाल्नु न त। कस्तो राम्रो भइरहेछ क्या गाइस। तपाईँहरू पनि एकचोटि आउनु होला, अवश्य भिजिट गर्नु होला। तर भन्दा पनि अब यसको उयो टाइम सकिनु लागिसक्यो होला कि। तर पनि हामीलाई चाहिँ तर म यो चाहिँ मैले एक्सपेक्ट गरेको थिइनँ। यहाँ टिकट सिस्टम पनि रहेछ। नेपाली र एनसी र आइसी भन्नु हुँदो रहेछ। हामीले चाहिँ आइसीमा काटिदिउँ किनकि हामीले कहाँबाट आएको भनेर सोध्नु हुँदाखेरि हामी चाहिँ यहाँबाट भन्यौँ नि त। यहाँबाट भन्दा चाहिँ हामीले आइसी नै काट्नुभयो। नेपालबाट भन्दाखेरि चाहिँ एनसी काट्नु हुँदो रहेछ। त्यही हो, तपाईँहरू चाहिँ नबिर्सिनु होला। एकजना साथी पर भिडियो बनाइरहेछ। 2 जना मात्रै आएकै साँच्ची आज चाहिँ हामी 2 जना मात्रै आएको छौँ गुफा पातल हेर्नुको लागि। गुफा पातल होइन, गुफा पातल फ्लावर हेर्नुको लागि चाहिँ आएको हो। तर सबै झरिसकेको छ क्या पानीले गर्दाखेरि। सो हामी अब एकछिनमा भेट्यौँ है। जाउँ ल गाइस, अब हामी चाहिँ गयौँ ल। हामीले हेरिसक्यौँ गुफा पातलको फ्लावर्सहरू एकदम राम्रो रहेछ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। हामी चाहिँ गयौँ ल आज हेर्नु। हुस्से लागेको छ, त्यही भएर हामी चाहिँ अब लाग्यौँ। यता पर पनि छ उयो चाहिँ के भन्छ, त्यहाँ चाहिँ डाँडा रहेछ। त्यहाँ चाहिँ साह्रो हुस्सीले हेर्नु नि त केही देखेको छैन क्या फगीले। सो त्यही भएर अब हामी लाग्यौँ ल। हामी चाहिँ अब लाग्यौँ ल। हेर्नु न कस्तो हुस्से लागिरहेछ गाइस, हुस्से लागिरहेछ। तपाईँहरू पनि आउनु न। तर अब नआउँदा हुन्छ म भन्छु यो चाहिँ, किनभने अब सबै फ्लावरहरू झरिसकेको रहेछ नि त। त्यही भएर नआउनु होला। नआउनु होला, नआउनु होला अरे। हामीले कति दुःख पायौँ यहाँसम्म आउनुको लागि थाहा छ। अघि त्यहाँबाट हिँड्यौँ कस्तो रहेछ भनेर आएको त। तर पनि ठिकै रहेछ, त्यस्तो धेरै उयो पनि होइन। तर हुन्छ नि ओभर हाई एक्सपेक्टेसन चाहिँ नराख्नु होला, म यही भन्न चाहन्छु। त्योभन्दा अरू केही अरू चाहिँ केही एक्सपेक्ट नराख्नु हुन्छ क्या यहाँनिर। सो त्यही हो। यहाँनिर अब हाम्रो पैसा लिन्छ, हामी पैसा लिन्छौँ ल। ओइ लिनु हाम्रो अघि यहाँनिर कति छ? 40 रुपिस थियो नि दिनुपर्ने। हजुर अब हामीले पैसा अघि यहाँनिर हाम्रो रहेको थियो 10 रुपियाँ पनि छोड्नु। अब यहाँबाट हामी पल्पट जान्छौँ ल। अनि आउँछौँ। मान्छेहरू चाहिँ कति धेरै आउनुभएको क्या हेर्नु न। नेपाली हो नि त हौ, नेपाली हो। त्यही भएर ओइ टाढा जाने भाइ तिमीले कस्तो धोका दिएको क्या हामीलाई। कति हिँड्यौँ हामी, कस्तो धोका दियो क्या भाइ तिमीले। अन्त हामी आयौँ नि अन्तको गाडीमा हौ। सो हामीले अघि हामीले भनेको गाडीको ड्राइभर भाइले हामीलाई भेट्यो। सो अब हामी यहाँबाट जान्छौँ ल। यो डाँडा चाहिँ हामी गएनमै गाइस, किनकि फगीले केही देखेको छैन क्या। अब हामी ब्याक टु होम गयो। अब यहाँ कुद्दै चाहिँ म चाहिँ अब घर पुगेर यस्तो खाने हो। खानुमा मात्रै उयो भएर चाहिँ पुरा क्रेम भइरहेछ। त्यति बेसी आइरहनु भएको छ क्या मान्छेहरू। हामीलाई चाहिँ यहाँनिर ड्राइभर अघि झुकाएको भाइले हामीलाई लिनु आएको रहेछ यहाँनिर। हामीले खोजिरहेको छ नि, तर झार्छ नि भाइ। अघि पनि उयो ल्याउनु गएको भने ढाँट्यो, अन्त अहिले पनि ढाँटेन त। अन्त कहाँसम्म हिँड्यौँ हामी, तिमी आएन त्यही भएर हामी आइदिएको। तर जुत्ताले गर्दाखेरि उसलाई अलिक धोका दिइरहेछ आज। खुट्टामै देखाइदिएको। अब हामी यहाँबाट अन्त यहाँबाट कतिजना गएको पनि हुन्न नि त मिरिक। अनि मिरिक जाने बाटोमै पर्छ क्या यो खासमा भन्नुपर्दा गुफा पातल चाहिँ। अनि मिरिक जाने ठ्याक्कै यो डाइरेक्ट बाटो उता हो होइन, पिच रोटे रोड। अनि यता ठ्याक्कै मिरिक जाने बाटोबाट सट्टै यता घुम्दा चाहिँ यो गुफा पातल आउँछ क्या। मान्छे हेर्नु न, आउनु जानु धेरै हुनुहुन्छ। यो गाडीहरू के साह्रो नेपालीले चाहिँ केही भेट्नु हुँदैन क्या। जस्तै हामी पनि त अनि देखेर आएको हो नि त होइन। यहाँ खै भाइ गाडी कुन हो? ल हामी गाडी चढ्यौँ ल। अब भाइ तिमी कहाँसम्म जान्छौ? म फिकलसम्म। ए हो ल, हामी फिकलसम्म जान्छौँ। त्यसो भए 2 जना अटेन होला। अलिक सर अब चाहिँ हामीले आफ्नै गाडीमा जानु पाएन। अघि ढाँटेर क्या उसले हामीलाई ढाँटेको होइन बिचरा। तर उसले पनि उयोहरू ल्याउनु जाँदा प्यासेन्जरहरू ल्याउनु जाँदाखेरि अब हामी चाहिँ हिँड्दै गरेको क्या। जहाँ गाडी भेटे पनि चढ्नु भनेर लाग्यो। अब हामीलाई कसैले पनि हिँड्नुमा रोक्दैन। हाँस्यौ न हौ। खुट्टाको कस्तो छ हालत गुफा पातलले। यति हेर्नु आएको नि हामी त्यहाँबाट। राम्रो छ।
झरिसकेको छ नि झरी बेलुकाको पानीले हो सबै झरिछ नि त अन्त ब्याडलकै भन्छु म त आज त नि हाम्रो त तलबाट पनि गाडी बिहानै चढेको ढिलो न ढिलो आइपुग्यौँ यहाँबाट पनि तिमीले झुकाइहाल्यौ अनि त्यहाँ आइपुगेर फेरि फ्लावरहरू केही देखेन कहाँ मैले झुक्राएको होइन नि तपाईँहरू बाटोमै हुनुहुन्थेन कति बाटोमा हो एउटा गाडी म? खाए नि धन्न तल आइसक्यौँ तिमी हामी लगभग आइसकेको थियौँ हामी चाहिँ फिकल आइसक्यौँ फिकलमा अब यहाँ क्याफेमा बसेको छौँ मोमो खाने खाजा खाने अनि त्यसपछि जाने फिकल आइसक्यौँ है हामी चाहिँ गुफा पत्तल घुमेर आइसक्यौँ क्याफे पनि हेर्नु कस्तो राम्रो छ नि तर यो क्याफे फेरि होइन कस्तो राम्रो देखिरहेछ नि जानु म त्यसमा राम्रो हाम्रो मोमो भयो हुन्छ जोता पनि राख्दा हुन्छ हौ मोमो अन्त हामी एक्स्ट्रा पनि मगाएको छौँ नुडल्स ल अब हामी खायौँ ल अब हामीले खायौँ ल यहाँ चाहिँ मोमो देखाएको थियो ऊ चाहिँ पर बसिरहेछ नि त त्यही भएर देखाएको हुन्छ मोमो खाइदिने हो टेस्ट गर्छु म त फेरि खालि मोमो चाहिँ नफुटाएर खानु भन्छ म चाहिँ फुटाएर खान्छु क्या चाहिँ मुख सानो छ नि त त्यही भएर अड्दैन वाउ यहाँ ढुक्का आएपछि चाहिँ पिकोलस यता इलामा आएपछि चाहिँ इस्कुसको मोमो खानु नबिर्सिनु होला है बहिनी अचार दिनु न कस्तो मिठो हो घरको टेस्ट आयो कस्तो मिठो भयो मोमो पनि अचार मिठो आजको हाम्रो घुमाइ चाहिँ यत्रो भयो जस्तो आउनु जानु चाहिँ टाइम लाग्यो नि है तर आउनु टाइम लाग्यो जानुभन्दा पनि जानु त आइहाल्यो छिटै गाइस अब चाहिँ हामी लाग्यौँ खाजासाजा खाएर फिकलबाट ओ सामानहरू केही छुटेन म त खालि निस्किँदाखेरि सामानहरू छुट्यो जस्तो लागिहाल्छ तिम्रो छुर्पी किन्ने कि नकिन्ने छुर्पी पनि के साह्रो आउँदै पछि छुर्पी लागेको लगै गर्नुपर्छ तर कोकोला त लगिदिनु पर्यो उसो कोकोला त लगिदिनु पर्यो होइन अब आइदिएन त फेरि अब यहाँको क्लाइमेट म चाहिँ टाउको दुख्छाएर लगाइहालेको क्या हातमा उता क्याफे पनि सक्यौँ यहाँनिर छुर्पी किन्ने अरे छुर्पी खान आउनु होला फिक्कलको छुर्पी चाम्रो चाहियो चाम्रो कि नरम चाहियो टिक्का चाम्रो नि हुन्छ चाम्रो नि हुन्छ नि चाम्रो छ चाम्रो छ यो टिक्काको छ यो हुन्छ कि मिठो यो मिठो मिठो छ 300 रुपियाँ पावा एक पावा आधा किलो 1 किलो जति लानु नि हुन्छ हामी चाहिँ एउटा पाइहाल्यो पनि खाइहालेको ल कस्तो चिसो कस्तो शीतल राम्रो भएर चाहिँ क्लाइमेटै राम्रो लाग्छ क्या मलाई चाहिँ मलाई भेटौँ घर पुगेर सो गाइस म फेरि घर आइसकेँ पुगेर पनि आइसकेँ म घर कस्तो गएको कस्तो फर्केँ म आइसकेँ त